चाहिँ फिलहाल आइपुगिसकेको छु दजे होपको ग्राउन्डमा एकदम। अन्त साथीको पनि च्यानल छ युट्युबमा हैन, साथीको नाम के पो छ? मेरो चाहिँ योसन भ्लग छ हो, हल्का त्यसमा चाहिँ योसन भ्लग सब्स्क्राइब गर्नु होला। ठिकै छ यस यस हजुर दादा स्वागत छ। हल्का इन्जोय चाहिँ गर्नुपर्छ ल। हुन्छ म त दाको नाम सुनेर चाहिँ आइहालेको। आज एकसो हल्का पिकनिक धेरै लामो समय पश्चात भाइसँग त जाने इच्छा थियो, भाइ पनि आएछ, थ्याङ्क यू सो मच। म चाहिँ हिँड्दै हिँड्दै एकदम तल आइपुगिसकेको छु। अन्त कति बात यसरी हिँडेर मजा आइरहेछ। हाम्रो दजिया होपको चाहिँ दजिया होपबाट पनि हामीले चाहिँ खोलाको प्रेसिडेन्ट सेक्रेटरी राखेको छौँ र प्रेसिडेन्ट चाहिँ उहाँ हातमा। म यस्तो जग्गामा छु जहाँबाट चाहिँ खोला यहीँ नजिकमै छ हो। अन्त यहाँबाट चाहिँ हिँड्नुपर्ने चाहिँ यो खालको बाटो क्या हो, अघिदेखिको यस्तै बाटो हिँडिरहेको छु। सबै रेकर्ड गर्नु त मिल्दैन हो। हेलो गाइस, वेलकम टु आइस कार्की छेत्री। एन्ड आज चाहिँ मेरो फेरि भ्लगिङ स्टार्ट गरेको छु मैले। अनि कालिम्पोङ सिरिज र नेपाल सिरिज आयो, तपाईँहरूले इन्जोय गर्नुभयो होला होइन। अनि अहिले चाहिँ ज्यादा धेरै टाढो जानु आँटेको छुइनँ। आज चाहिँ म खोलापट्टि जानु आँटेको छु, पुल बजार इन्टेकपट्टि। मसँग चाहिँ अनुराग, अजय दा अनि थुप्रै साथीहरू हुनुहुन्छ। म पनि आइएम नट स्योर अबाउट द्याट। सो हामी आज जानु आँटेको छु। अन्त म चाहिँ अहिले यहाँ मेरो ग्यारेजमा छु होइन। अनि म तपाईँहरूलाई एउटा कुरा देखाउँ भन्दैछु, के भन्दाखेरि चाहिँ यो मेरो किचन मैले ज्याबीबाट मगाएको थिएँ क्या। खास चाहिँ अर्कै प्रडक्ट मगाएको थिएँ, यो चाहिँ मैले अब फ्री पाएको जस्तो भनौँ न। यो मगाउँदाखेरि चाहिँ मैले डेलिभरी चाहिँ फ्री पाउने भयो नि त। अन्त मेरो माउन्टहरू चाहिँ यहाँ छ हो। अनि टुडे आइएम नट वेयरिङ एनी हेलमेट्स, किन भन्दाखेरि त्यही खोला त गएको हो। अनि त्यही भएर गाह्रो हुन्छ क्या त्यहाँ गएपछि। सो अहिले मर्निङको टाइम भएको छ 9:53। सो सी यू देयर गाइस। सिधै तपाईँहरूलाई अनुरागको घरमा देखाउने छु। पिकअप रहेछ कि चिप्लेकै अन्त होइन बिचराले जानेकै हो कि अगाडि चप्ला चिप्लिँदो रहेछ नि त। ब्रेक लाउँदा पनि के हो च्यारा लोड आएको छ नि त ओह्रालो। लु यसलाई चाहिँ काटिहाल्नु। ग्राउन्डसम्म मात्रै त जान्छ के चाहिँ भाइ त्यहाँदेखि हिँडेर? अनि त्यहाँ त बाटो बनाउँदैछ नि त। आहा जाउँ उताबाट कहाँबाट? मजाबाट कहाँ हो जाउँ न, अब सबै केटाहरू हिँडेर पो। यस्तै छ सानोतिनो हाम्रो भ्लग। अब नाथे सुन्तला बेच्ने त फेमस हुन्छ, यसरी दुःख गर्ने है बुबु। समय निकालेर भ्लगिङहरू हाल्ने हामीलाई पनि अब अलिक जनता जनार्दनले चाहिँ साथ दिनुपर्ने हुन्छ। हामीलाई भन्दाखेरि विशेष चाहिँ हाम्रो साथी आयुषलाई चाहिँ अलिक जनता जनार्दनले चाहिँ साथ दिनुपर्ने हुन्छ। तपाईँको अब यहाँनिर चाहिँ हाम्रो खास केटाहरू यहाँनिर यो काम गर्दैछ। यहाँनिर चाहिँ धमाधम हुँदैछ। यो चाहिँ सबै कन्ट्र्याक्ट मैले दिएको हो यिनीहरूलाई। अब पैसा कहाँ राखौँ हुन्छ। अब अहिले यहाँ यहीँ तल्लो गाउँ आउँदाखेरि पनि हाम्रो साथीलाई म त बोलाउँछु। अब हामी दुईजना त अब क्लास 6देखिको सँगै हो हामी क्लास 6देखिको सँगै पढेको। अझै धेरै छ, अलमोस्ट 5देखि नै हो।
भ्यू त क्या दामी देख्दो रहेछ नि त हौ वाइड सुपर वाइड एङ्गलमा छ अहिले हो ठिकै छ हिँडेर मजा आउँछ हिँडेर मजा आउँछ टाढो त कहाँ हो र स्ट्रिङ चाहिँ लक गरिराख न स्ट्रिङ अँ। ओके र म चाहिँ फिलहाल आइपुगिसकेको छु दजे होपको ग्राउन्डमा एकदम यहाँनिर अब कन्ट्र्याक्टमा छ अरे बुबु बनिँदैछ नि यो धमाधम काम सुरु हुँदैछ अन्त यो अलमोस्ट हामीले यो हप्तामा सक्नुपर्ने हुन्छ यो हप्ता सक्ने बित्तिकै तुरुन्तै हामी फुटबल अर्गनाइज गरिहाल्छ एउटा राम्रो ओपन ओपन फुटबल टुर्नामेन्ट हुन्छ यहाँ चाहिँ अन्त टिमहरू पनि अन्त कतिवटा 100वटाहरू जस्तो हुन्छ नि टिमहरू पनि अलमोस्ट हाम्रोमा रेकर्ड चाहिँ 120वटा टिम आएको छ अन्त रेकर्ड चाहिँ मजा आउँछ अन्त प्लानमा चाहिँ के चेन्ज आयो भन्दाखेरि बाइक चाहिँ हामीले त्यहीँ छोडिगएको छौँ हो ग्राउन्डको त्यहाँनिर किनभने बाटो बनिरहेको छ साथीले देखाइहाल्यो होइन देखाएको छ होइन बुबु एकदम अन्त अब हल्का योपालि चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब यो भित्रमा हल्का हल्का काटिएर चाहिँ ग्राउन्ड अलिक ठुलै हुन्छ हो हाम्रो उयो चाहिँ सोचाइ चाहिँ अलिक ठुलो बनाउने ग्राउन्डलाई चाहिँ छ तर अब हेरौँ के हुन्छ अब मेन त बजेटै हो अहिले होइन अब अहिले घरि यो बजेटै छैन क्या हामीसँग भइहाल्छ हामीले त अब चन्दा उठाला होइन जहाँ इच्छा त्यहाँ उपाय हो नि त अब इच्छा गरेको छौ आँट गरेको छौ पुगिहाल्छ क्या अन्त यो भ्लग पनि साह्रै छोटो चाहिँ नहुने रहेछ लामै हुने रहेछ किन हिँडेर रहेछ हो यसको पनि पार्ट आउने रहेछ 32वटा पार्टहरू आउने रहेछ हो केही छैन हेर्नेले हेर्नुहुन्छ जस्तो जे भयो पनि आजको चाहिँ टाइटल के हुन्छ भने बुबु एक्सप्लोरिङ दजिया हो हो अझै दाजु अझै साथी त अब खै कहाँ महाजन भएको छ नि या बुबु लु बुबुलाई स्वागत छ होइन भ्लगमा आज चाहिँ भ्लगर एकदम यहाँ चाहिँ कहाँ छ अझ जाउँ हाम्रो यहाँ मभन्दा पनि खतरा भ्लगर हुनुहुन्छ यहाँनिर चाहिँ हो मभन्दा पनि सिनियर भ्लगर हो भ्लगर्स मिटअप हो नि त आज चाहिँ वेलकम छ सबैजनालाई यसमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला सबैजनाले थ्याङ्क यू साथीलाई अन्त साथीको पनि च्यानल छ युट्युबमा होइन साथीको नाम के पो छ मेरो चाहिँ योसन भ्लग छ हो हल्का त्यसमा चाहिँ योसन भ्लग सब्सक्राइब गरिदिनु होला सब्सक्राइब अवश्य होइन भ्युवर्सहरू सबैजनाले उहाँको म डिस्क्रिप्सनमा लिङ्क दिन्छु है त्यसमा गएर सब्सक्राइब सेयर गरिदिनुहोस् होला A few moments later. यस अझै दा आज चाहिँ लु भ्लगिङ सगिङ गर्दै आएको एरोन रहेछ ठिकै छ यस 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 हजुर दालाई स्वागत छ हल्का इन्जोय चाहिँ गर्नुपर्छ ल हुन्छ हुन्छ ओके ल जाउँ म त दाको ओके नाम है। सुनेर चाहिँ भाइसँग आइहालेको चाहिँ आज 100 हल्का पिकनिक धेरै लामो समय पश्चात भाइसँग त जाने इच्छा थियो भाइ पनि आएछ थ्याङ्क यू सो मच हल्का Thank you इन्जोय दालाई पनि गर्नुपर्छ invite ओके भाइ गर्नुभएकोमा। ओके ओके भाइ र यहाँनिर एरोन ठिक छ आज चाहिँ मस्ती गर्नुपर्छ है ल म चाहिँ हिँड्दै हिँड्दै एकदम तल आइपुगिसकेको छु अन्त कति बात यसरी हिँडेर मजा आइरहेछ जस्ट लाइक ट्रेक सर्ट ट्रेक भनौँ न कति साह्रै टाढो होइन बुबु हो नि साह्रै टाढो होइन आधी घन्टा या आधी घन्टाको वक हो अन्त आजको चाहिँ प्रोग्राम के छ हौ भन्दाखेरि आजको प्रोग्राम चाहिँ अब हामीले चाहिँ खोलाको हाम्रो दजिया होपको चाहिँ दजिया होपबाट पनि हामीले चाहिँ खोलाको प्रेसिडेन्ट सेक्रेटरी राखेको छौँ र प्रेसिडेन्ट चाहिँ उहाँ हातमा एउटा पोली ब्याग बोक्ने हो ए हजुर अन्त सेक्रेटरी चाहिँ उहाँ लास्टको हुनुहुन्छ खोलाको ए अच्छा उहाँ चाहिँ प्रेसिडेन्ट हुनुहुन्छ खोलाको उहाँ लास्टको चाहिँ सेक्रेटरी ए प्रेसिडेन्ट सेक्रेटरीहरू पनि छ हामी सदस्य हुनु पायो आज हामी सदस्य छौँ। ए अच्छा नाइ अब रेगुलर आउनु चाहिँ पर्यो रेगुलर भन्दा पनि महिनामा 2 पल्ट चाहिँ पर्छ है केटली यो चाहिँ तिम्रो ड्युटी जस्तै हो हो ड्युटी चाहिँ गर्नुपर्छ नि त खोलाको पनि कहिलेकाहीँ हो भाइको पनि अब संस्थामा नाम एड भएको छ भाइले पनि यसो तनमन ध्यान दिएर नै खोलाको संरक्षण गर्ने एउटा है सोच लिएर चाहिँ आइदिनु अनुरोध गर्दछु अब छ हाम्रो छ थुप्रै छ गिटारहरू लगाएर गएको छ आज चाहिँ धेरै वर्ष भयो नि त ग्याप भयो हो खोला नगएको अन्त आज चाहिँ यसो जाउँ न भन्ने एउटा प्लानिङ पनि भयो हजुर सबै मिले पनि आयौँ पनि हो बेसी छुइनँ पनि 10जना जस्तो मात्रै छौँ
तर अब एन्टिक छ अब पछाडिपट्टि सबै छ खोलाको प्रेसिडेन्ट सेक्रेटरीदेखि लिएर भाइस प्रेसिडेन्ट कमिटी डल्लै कमिटी डल्लै छ यो चाहिँ राम्रो भयो अनि आजको चाहिँ प्रोग्राम के हुन्छ त प्रोग्रामको चाहिँ हाम्रो चाहिँ गिटारहरू छ स्टार्टिङ चाहिँ डान्सबाटै छ डान्स चाहिँ दर्शन भाइकोबाट छ हो हजुर दर्शन भाइको चाहिँ अस्ति प्रोग्राममा चाहिँ गर्ने प्र्याक्टिस पुरा फुल प्र्याक्टिसमा थियो नि त ऊ चाहिँ हजुर र त्यहाँ उसले त्यो डान्स गर्नु पाएन हजुर र आज चाहिँ उसले खोलामै गर्ने भएको छ हो हजुर। अन्त हाम्रो एरन भाइहरू छ हो अस्ति गाउनु पाएन उनीहरूले पनि त्यो उहाँहरूले पनि गाउने भएको छ कपिलाको छ दामी उहाँको गीत छ एउटा कपिलको प्रेसिडेन्टको हजुर तुम दिल के धड्कनमै भन्ने उहाँले चाहिँ त्यो चाहिँ अब पहिलादेखि नै त्यो चाहिँ उहाँको चाहिँ एउटा भनौँ न अब एउटा एन्थम सिग्नेचर सङ्गै हो नि त उहाँको चाहिँ कि उहाँको एन्थम भनौँ न एन्थम होइन हो त्यो चाहिँ हो त्यो चाहिँ उहाँले आज गर्ने भएको छ अब पछि हामी पनि गरौँ न है अलिअलि दामी दामी गर्नु है ओके र यहाँ चाहिँ म देख्दैछु पहिरो ओ के हो यहाँ त यही भनेको डिस्ट्रक्सनहरू देखाउँछु भनेर अब अहिले खोलाको त झन् अब साथी अब एकदमै त्यो खोलाको चाहिँ कस्तो भएको छ भने साथी हजुर। एकदमै नक्सै चेन्ज भएको छ अब क्या अच्छा खोलाको चाहिँ अब हुन त पहिला पनि यस्तो थिएन अरे 68को फ्लडले चाहिँ बिगारेको थियो अरे होइन हजुर अब योपालि चाहिँ 2025को फ्लडले त झन् डरलाग्दो डिस्ट्रक्सन गरेको छ हाम्रोतिर चाहिँ हो अब बिचरा एकजना टुरिस्ट अझैसम्म पाएकै छैन उयो के पो हिमाद्री 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 हि वाज फ्रम कलकत्ता Yeah. टुरिस्ट भएर आएको थियो अन्त हाम्रो तल अविदाको बगो फार्मस्टेमा चाहिँ ऊ एज अ भलिन्टियर बस्दै थियो अन्त ऊ चाहिँ त्यही बेलुका चाहिँ अलमोस्ट 4 तारिक होला 4 तारिक फ्लड आएको हजुर त्यति चाहिँ त्यहाँबाट चाहिँ बगेको अब भेटेकै छैन अझैसम्म पनि त्यस्तो खालको सानो त्यो चाहिँ सानो चाहिँ होइन त्यो ह्युज डिस्ट्रक्सन हो हाम्रो लागि चाहिँ एकजना मान्छेको प्राण जानु भनेको चाहिँ फ्लडले हो नि त्यो खतरा लस हो नि लस हो होइन उसको परिवारलाई मात्र होइन हाम्रो लागि पनि लस हो किन भन्दाखेरि हामीलाई जहाँसम्म लाग्थ्यो म यत्रो ठुलो भएछ कि आम बेयरली 25 होइन त यति बेलासम्म मैले सुनेकै थिएन बालासन खोलाले चाहिँ मान्छे बगायो मान्छे मार्यो भन्ने चाहिँ सुनेकै थिएन तर 2025मा चाहिँ हामीले सुन्यौँ हो है हो नि हामीलाई पनि एकदमै नराम्रो लाग्यो क्या बिसात लाग्यो एकदमै विश्वास कहाँबाट आएको टुरिस्ट बिसाएर उसँग त हामीले गीतहरू गाएर होइन मैले पनि गाएँ म तपाईँहरूभन्दा चाहिँ डिफ्रेन्ट डे आएको थिएँ होइन 2 दिन जस्तो अगाडि अन्त त्यति बेला गाउँदाखेरि चाहिँ बिचराले दामी एकदम दामी गाउने थियो क्या बेङ्गली सङ्ग्सहरू त अब आम्बो आई क्यान सी सानो अब रिडाडा होइन हेभी छ त हौ के भन्छ झर्नालाई चाहिँ यो झर्ना चाहिँ अब अहिले नै पो नाम दिनुपर्ने भयो यो झर्नालाई नामकरण चाहिँ अहिले नै गर्नुपर्ने भयो यो झर्ना अनि यो चाहिँ हाम्रो चाहिँ जस्तो हाम्रो कलेज भ्यालीमा छ इन्द्रिनी फल्स होइन हजुर त्यही टाइपको एउटा झर्ना यहाँ पनि अब अवस्थित छ है तर यसलाई अब कसैको नजर परेको छैन नि त कसैको नजर पुगेको पनि छैन अब यही चाहिँ कसैको एउटा टुरिज्म प्लेसै भनौँ न यहाँनिर बनिन सक्छ यो झर्नाहरू लिएर यो बाटोघाटो एउटा तपाईँको एउटा मर्निङ वकहरू गर्नुलाई पनि एकदमै मजा आउँछ एउटा ट्रेकिङ गर्नुलाई पनि मजा आउँछ खोला नाला भयो तलबाट यो झर्नाहरू भयो हाम्रो यता पार्कहरू छ वरिपरि सबैदेखि डाँडाहरू एकदम राम्रो छ है यो चाहिँ अहिले चाहिँ के भन्नु अदृश्य छ नि त कसैले देखेको छैन है कसैको आँखा अगाडि आउनु सकेको छैन यदि यो भविष्यमा यो कसैको आँखा अगाडि आयो र यसलाई पनि हामीले एउटा टुरिज्म प्लेसमा कन्भर्ट गर्न सक्यो भने चाहिँ यो चाहिँ दामी हुन्छ मिन्स अब हाम्रो यो गाउँघर कमान बस्तीको मान्छेहरू एउटा कमाइ खाने चाहिँ एउटा भाँडो पनि बनिन सक्छ एउटा जरिया पनि बनिन सक्छ नि त होइन राम्रो छ गर्दै गरौँ है पछि हुन्छ होला केही त्यसमै अब विश्वास छ ओह्रालो चाहिँ हेब्बै रहेछ मेरो हजुर लाग्ने बेला भयो नि त त्यही भएर घुमिदिरहेको होला छोला आइगयो नि हजुर सो एट द पोइन्ट म यस्तो जग्गामा छु जहाँबाट चाहिँ खोला यहीँ नजिकमै छ हो अन्त यहाँबाट चाहिँ हिँड्नुपर्ने चाहिँ यो खालको बाटो क्या अघिदेखिको यस्तै बाटो हिँडिरहेको छु सबै रेकर्ड गर्नु त मिल्दैन हो चिप्लेको देख्नुहुन्छ होला मेरो यो टायरको ग्रिप सकिसकेको छ क्या खोला जाँदाखेरि अलिक पुरानै जुत्ता लगाएको नि त अन्त बहुत साल बाद आउँदैछु म यो जग्गामा पहिला त्यो गजनीमा याद आएको जस्तै मलाई याद आउँदैछ क्या हाम्रो मजा आयो धेरै दिन बाद खोलाको दर्शन होइन बुबुस्टा यहाँ अगाडि चाहिँ जन चामलिङ राई छ
आम्बो यो खोला मैले चिन्दैछु नि अम्बो केप जस्तो जग्गा हेर नि त्यहाँ इन्ची ए म तिमीलाई यहाँको पहिलाको प्रिभियस म्याच कस्तो थियो म तिमीलाई देखाउँछु मेरो फोनमा छ कि हेर न कस्तो बनाइदिएको त्यो क्लिप मलाई पठाइदियो ल म कम्पेयर गरेर हाल्छु बिफोर एन्ड आफ्टर यो चाहिँ अस्तिको बाढीले चाहिँ यहाँको एउटा स्ट्रक्चर जुन हुन्छ है त्यो सबै चेन्ज गरिसकेछ अन्त जुन हुन त खोला आइबस्छु होइन तर यहाँको खोला चाहिँ इट्स अ डिफ्रेन्ट काइन्ड हुन्छ नि यसको जुन बनावट छ अलिकति दामी छ क्या मतलब नेचुरल छ भनौँ न अन्त जे होस् मजा आइरहेछ बाइक साइक छोडेर हिँडेर आएकोले यहाँ चाहिँ म दामी दामी सर्ट्सहरू गर्छु होइन ड्रोन भएको छ ड्रोन पनि उडाइदिन्थेँ अब ड्रोन छैन ड्रोन पछि अब खोलामा चाहिँ पारा हिँड्ने क्रिस जस्तो उडाइ हुन्छ नि कोही छैन त है अहिले मान्छेहरू अझै त यो चाहिँ बालासन खोला होइन यो चाहिँ हाम्रो चाहिँ प्योर है बालासन खोला हो नि त हजुर यहाँ चाहिँ हामी सानैदेखि पौडीहरू खेल्ने यहाँ माछाहरू मार्ने बलि धुने चाहिँ नेचुरल हो नि त है हामी त्यो दबाईहरू हालेर करेन्टले होइन तर नेचुरल बल्छी भयो घडुवा भयो दुवाली चाहिँ हामी पहिला पुरा खेल्थ्यो र धेरै भयो यहाँ नआएको पनि र अस्तिको जुन चाहिँ त्यो ठुलो बाढी थियो है यो दसैँ दिवालीको त्यो टाइममा आएको बाढी थियो त्यो बाढीले चाहिँ तपाईँको यो बालासन खोलाको चाहिँ रूपरेखै तपाईँको चेन्ज गरिदिएको छ नि त हो अन्त यहाँ चाहिँ के भन्दाखेरि यहाँ चाहिँ हामी बाङ्गी भन्ने एउटा ठाउँमा छौँ यहाँ चाहिँ तपाईँको अब त्रिवेणी टाइपको है तपाईँको बगरहरू क्याम्पिङ गर्ने ठाउँहरू भाइदै खाइदिँदै राम्रो छ क्या यहाँनिर अब दामी छ त्यस्तो टाइपको बनाइदिएको छ र यहाँ अहिले चाहिँ पहिलाको हेरी चाहिँ मजा पनि आइरहेको छ खोलामा दामी हो प्रकृतिले डिफ्रेन्ट रूप डिफ्रेन्ट हजुर यो चाहिँ तपाईँको बेग्लै बनाइदिएको छ नि त खोलाहरू तपाईँको यो ठुल्ठुलो पोखरीहरू थियो त्यो पोखरी पनि एकदमै छैन अहिले भनौँ न यहाँ सबै एउटा तल बग्ने खोला मात्रै छ त्यो नदीहरू चाहिँ प्रायः नै छैन नि सबै नै तपाईँको त्यो उयो ब्लकै भएको छ है यो भित्ताहरू पनि क्या त्यो हिस्टोरिकल खालको एउटा हुन्छ नि हजुर भाइ मजाको यसको रकको त्यो एउटा उयो नै अर्कै स्ट्रक्चर नै मजाको यहाँ अलिकति राम्रो छ यो ठाउँ चाहिँ हो भाइको ब्लगमा तपाईँले हेरिदिनुहोस् तपाईँले पनि मन पराइदिनुहुन्छ मन पऱ्यो भने चाहिँ आइदिनुहोस् पिकनिक खेल्नु यहाँ एकदमै शान्ति पनि छ सबै एकदमै दाउरा पातको केही दुःख पर्दैन हो अब यो हजुर दा कुरा गर्दा होइन ग्यामुन स्यामुन चाहिँ अब अलिकति ओभररेटेड हुनु त दामी छ आफ्नो आफ्नो नेचरको आफ्नो आफ्नो ब्युटी हो तर त्यो चाहिँ ओभररेटेड भएपछि यो जग्गा चाहिँ मलाई अन्डररेटेड लाग्यो फेरि तपाईँको ग्यामुनहरू भयो त हामीलाई टाढो पनि पर्छ है त्यस्तै ठाउँ अब यहाँ पनि छ नि त है त्यसलाई नै हामीले कन्टिन्यू गऱ्यो भने त्यो पनि एउटा त्यही ठाउँ जस्तो बनिने छ नि त तर हामीले त्यो याद गर्दैनौँ अब चाहिँ गर्नुपर्छ कन्टिन्यू यसलाई पनि अलिकति है एक्स्ट्रा हुन्छ नि त यहाँ भने चाहिँ हो ओके सो अब चाहिँ हामी पौडी खेल्नुपर्छ हो अन्त यहाँ कतिवटा क्लिप्सहरू लिन्छु खोलाको हेर्दै जानुहोस् होला